नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज रहेको जनाएको छ। मङ्गलबार जारी विज्ञप्ति मार्फत निगमले देशभर ग्यासको कुनै अभाव नरहेको र माग अनुसार नियमित वितरण भइरहेको जानकारी दिएको हो। निगमका अनुसार नेपालमा एलपी ग्यासको मासिक औसत खपत 47,000 मेट्रिक टन रहेको छ। यही परिमाणलाई आधार बनाएर आपूर्ति व्यवस्थापन गरिएकोले उपभोक्ताले अभावको चिन्ता गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरिएको छ। साथै निगमले आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक रूपमा सिलिन्डर सञ्चित नगर्न आग्रह गरेको छ। यदि ग्यास प्राप्त गर्न समस्या भएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर 0159719003 मा सम्पर्क गरी जानकारी गराउन पनि अनुरोध गरिएको छ। यो भयो निगमको कुरा। तर तपाईको कुरा चाहिँ के छ? के तपाईले आफ्नो क्षेत्रमा सहज रूपमा खाना पकाउने एलपी ग्यास प्राप्त गरिरहनु भएको छ त? कमेन्टमा जानकारी गराउनु होला।